हेलो नमस्ते अनि स्वागत छ फेरि पनि एउटा अर्को भिडियोमा। आज फेरि पनि यति ठुलो थालीको साथमा उपस्थित छु। हिजो मैले भनेको थिएँ, हिजो चाहिँ म भोलि कि म बिरयानी खान्छु या कि मोमो खान्छु मैले भनेको थिएँ, जुन चाहिँ आज मलाई जहाँसम्म लाग्छ दुइटै चिज हुन्छ। मतलब बिहानको टाइममा बहिनीले बिरयानी बनाएको छ भने हामी नाइटमा चाहिँ मोमो बनाउँछौँ होला सायद। सो भोलि मोमोको अर्को भिडियो पनि आउन सक्छ, स्योर छैन बट सम्भावना है। अनि आज छ यो चाहिँ होममेड मेरो बहिनीले घरैमा बनाएको बिरयानी, जुन चाहिँ मग 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 बस्न आएर छ नेवारी चामलमा बनाएको बिरयानी, चिकन बिरयानी। यहाँ छ हरियो खुर्सानी, अनि यहाँ चाहिँ हाम्रो नेपाली भान्साको रेगुलर अचार, आलु र छोपको अचार। यहाँ छ क्युकम्बर, अनि यहाँनिर छ पोर्कको फ्राई, पोर्कलाई फ्राई गरेको। अनि यो चाहिँ हो नि हिजोको है, यो चाहिँ हिजोको पोर्कको बार्बिक्यू, पोर्क सेकुवा। 1 2 3 4वटा डिसेस छ आज मसँग, 4वटा परिकार म खाँदैछु। मैले जानकारी गराइसकेँ के छ मसँग भन्दैन, यहाँ पानी पनि छ है। ल अब म फटाफट खान्छु। तपाईँ भने यो भिडियोलाई अन्तिमसम्म पुग्नुभन्दा पहिले नै सुरुवातमै नै टक्क लाएर लाइकको बटन थिचिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला। जति पनि नयाँ साथीहरू हुनुहुन्छ कृपया कृपया 2 हात जोडिरहन्छु, कृपया मलाई सपोर्ट स्वरूप, तेल लाग्यो, मलाई सपोर्ट स्वरूप मेरो च्यानललाई चाहिँ कृपया सब्सक्राइब गरिदिनु होला, ताकि भोलि मैले भिडियो हाल्दाखेरि, भोलिको दिनमा मैले भिडियो हाल्दाखेरि तपाईँलाई नोटिफिकेसन जानेछ अनि मलाई सपोर्ट मिल्नेछ। अब चाहिँ म खान्छु ल फटाफट लाएर। तपाईँले त खाइसक्नु भयो होला है। आज बहिनीले बिरयानी बनाएर खाएको छ। अब बहिनीको घर बस्ने टाइम धेरै छैन, बहिनीको फेरि आफ्नो काममा ब्याक हुने टाइम भइसकेको छ कि, यानि कि युके जाने टाइम फेरि भइसकेको छ। छोटो छुट्टीमा आएको थियो, त्यही भएर उसले यहाँ धेरै घुम्न पनि पाएन, थोरै थियो नि त छुट्टी। ल म चाहिँ खान्छु है, तपाईँहरूले खाइसक्नु भयो होला। यो चाहिँ मेरो बिहानको खाना हो, आज चाहिँ म छिट्टै नै खाँदैछु। ल सुरुवात बिरयानीबाटै गरौँ न होइन। यति धेरै बिरयानी बोकेर बसेको छु। ओहो यो मेरो फर्स्ट घाँस खाएँ ल। वाउ, म फिल गर्दैछु क्या सरलाई। दामी भएछ। ओहो, मैले भनेको थिएँ त मेरो बहिनीले खतरा पकाउँछ। दामी बिरयानी। अचार पनि ट्राई गरौँ, अचार मिठो हुन्छ यो। ओहो वाउ, अचार बेस्ट, यस्तो दामी बनाएको अचार। ओहो दामी। एक पिस खाँदैछु अब चाहिँ। यस्तो मजाले पाक्यो। ओहो सेकुवा हिजोको
पोर्क बार्बिक्यू गरेको यो जग्गा यो मुखभर झरिलो क्या ओहो वाउ पोर्क चप गर्दाखेरि त मुखभर त्यो झरिलो आउँछ नि बसो वाउ अब पोर्क फ्राई खाऊँ मासु खाएर गर्नुभयो पोर्क बेली वाउ तू मिठो क्या के चाहिँ खाने तो दामी ओहो यस्तो दामी कस्तो दामी एकदम रियल मासुको टेस्ट बताउनु पर्दाखेरि चाहिँ मैले यहाँ हेटौँडामा एभरेस्टमा खाएको छु कि बिरयानी त्यो बिरयानी भन्दा त धेरै हद माथि मिठो हाम्रो घरको यस्तो मिठो बना कसरी टोक्ने क्या यार हड्डी वाह कुरकुरे फेरि कुरकुरे पऱ्यो
फेरि सेकुवा फल मासु सेकुवा वाह साँच्चै एउटा कुरा के सबै चिजको बिरयानी भनेर देखाएको छु मैले पोर्क र बफको बिरयानी चाहिँ बन्छ कि बन्दैन थाहा छैन हौ यो त मलाई मटन एग चिकन यो सब चाहिँ सुनेको छु पोर्क बिरयानी बन्छ कि बन्दैन अनि बफ यो कुरा चाहिँ मलाई थाहै छैन क्या थाहा छ भने कमेन्ट गर्नु त पोर्क बिरयानी र बफ बिरयानी बन्छ कि बन्दैन न मलाई थाहा नभएको कि थाल पनि हल्दिन थाल्यो अब हिजोदेखि मासु खुवायो अलिक बढी नै भइरहेछ हौ एक थाल बिरयानी खान सक्नेलाई चाहिँ मैले पोर्क छ यार पोर्क मेरो माइतमा चाहिँ अलिक पिरो नै खानेकुरा खान्छ क्या होइन मेरो माइतमा पकाएको चिजहरू अलिक पिरो हुन्छ क्या आज मलाई धेरै खुर्सानी टोक्न पनि पर्दैन दुईवटा खुर्सानी यहीँ बसिरह किनकि बिरयानी पिरो हो ए मेरो छोरीले खान्छ हुँदैन पिरो हो ओहो
फेरि सेक्वा बस्नु सक्यो क्या फलमासु मात्रै खा ओहो लास्टमा चाहिँ पुरै बस्नुको डल्लो रहेछ खान सक्दिनँ होला म खानेकुरा बढी भइसक्यो क्या अब त एक भाँडा थियो नि त मेरो होइन यो यत्रो ठुलो थालको भरि थियो यो सोरेन्जको थाल्यो ओहो यस्तो सोलिडकै अचार अमिलो पिरो चटक्क यति बिरयानी खान गाह्रो भएछ यत्रो बाँकी छ र अझै यो बिरयानी यत्रो मासु यो बोसो त मिठो हुन्छ तर अहिले उलुक्क आयो भने नखाम डर लाग्यो ओहो दुई वर्षपछि बहिनीले बनाएको बिरयानी खाँदैछु क्या यस्तो दामी यति चाहिँ म खान सक्दिनँ मासुले मासु एकदम धेरै भयो मलाई आज आजको लागि खाना यति नै ओहो आज मैले यति धेरै खाएँ होइन अहिलेसम्म मैले 2टा लेग पिस खान सकेको थिएन कहिले पनि आज मैले 2टा लेग पिस सँगसँगै अर्को पिस पनि थियो होइन चिकनको अर्बन पिसहरू थियो अनि 6वटा पिस त पोर्ककै मात्र थियो अनि भात मतलब बिरयानी एक थाल त बिरयानी नै थियो यहाँ कति 4 5वटा थियो पिस क्युकम्बरको अनि अचार ओहो हो सम्झिँदै 38 लाग्नेसम्म चाहिँ आज मैले खाएँ बाबा हो ल यति खाइसके सँगसँगै आजको लागि चाहिँ भिडियो पनि यति नै धेरै धेरै धन्यवाद हृदयबाट है मुरी धन्यवाद हेरिदिनु भएको लागि हेरिसक्नु भएपछि लाइक गर्न नबिर्सिनु होला सेयर गर्न नबिर्सिनु होला आफ्नो साथीभाइलाई अनि त्यसपछि छोटो अनि मिठो कमेन्ट पनि छोड्न नबिर्सिनु होला है अनि नयाँ साथीहरूलाई त थाहा छँदैछ फर्स्ट टाइम मेरो च्यानलमा हुनुहुन्छ अथवा तपाईँ फेरि पनि मेरो च्यानलमा आउनुभएको छ तर सब्सक्राइब गर्न छुटिनु भएको छ भने चाहिँ कृपया च्यानललाई सब्सक्राइब गरेर मलाई सपोर्ट पनि गरिदिनु होला है गरिदिनु हुनेछ विश्वास पनि छ अब चाहिँ भने एकछिन आधा घन्टा जति पुरा रेस्ट गर्नुपर्ने हुन्छ किनकि म खाएर धेरै थाकेको छु ओके भोलि फेरि पनि भेट हुनेछ
आजको भिडियोबाट चाहिँ म छुटिँदैछु भोलि फेरि आउने बाजा गर्दै तबसम्मको लागि टाटा बाई बाई फेरि भेटौँला होइन भोलि भेटौँला सेम टाइम एभ्रिडे 6:55 PM आउन नबिर्सनुहोस् है सङ्गी लामा च्याम्लिङ युट्युब च्यानल